गाइज हैन हामी माछा गाड्न गइरहेको माछा छौं। निकाल्दैछ है यहाँबाट चाहिँ निकाल्छ ल माछा निकाल्छ ल यहाँ माछा हामीले चाहिँ बुजा हालेको थियो है माछा मार्नलाई र निकाल्दैछ है उता बुजा हालेको थियो है ल एउटा निकाल्यो ल माथि ल है गाइज यत्रो माछा है क्यामेरामै फालिदियो ल यत्रो एउटा निकाल्यो है ल फाइनली ल राम्रोसँग निकाल्यो है निक्ल्यो असालो ल निकाल्यो अर्को पनि निकाल्यो ल गाई चक्खो असाला सानै रहेछ तर गाइज होइन यहाँतिर त यहाँ माथि राख ल एउटा यहाँ निकाल्यो यहाँ राख्नु यहाँ तल राख्नु घर पनि त्यही राख्नु ल गाइज दुईटा यो चाहिँ होइन बुजा हालेपछि तल गिरिसक्यो यार ल बुजा हालिसकेपछि त है गाई चाहिँ मरिहाल्ने रहेछ है यहाँ फाइनली देख्न सक्नुहुन्छ ल निकाल्छ लगभग आधा केजीसम्म मर्न सक्छ सबै मरिसक्यो मरिसक्यो गाइज हाम्रो चाहिँ माछा मार्न आएको 5 जना माछा देख्यो हामीले एउटा हाम्रो भतिजीले माछा निकाल्दैछ यहाँ चाहिँ 3 माछा निकाल्यो अर्को निक्ल्यो सालो माग्ने भाइ पनि छ माछा तल छ ल निकाल्यो पनि आइसक्यो मरिसक्यो माछा सब मरिसक्यो रहेछ ल कति निकाल्यो दुईटा ल दामी ल दुईटा आयो ल दुईटा आयो है आधा केजी भन्दा बढी होला सायद है यो चाहिँ कैलाश खोला हो टक्क यत्रो छ है यो चाहिँ यत्रो भिडको तलनिर छ है यो डुङ्गो चाहिँ यस्तो छ पुरै खतरनाक छ है ल फेरि ल निकाल्यो कतिजना भने अब ल निकाल्यो ल बब्बाल निक्ल्यो दामी यार ल दामी निस्क्यो नि यार गाइस ल बब्बाल बिगेस्ट दामी अरु माछा काछ ल दुईटा छ अरे ल निक्ल्यो अब निकाल्छ है दुईटा छ गरे अब ल अब आउँछ है ठुलै आउँछ होला सायद गाइस खतरा मेहनतको साथ निकाल्दैछ है खतरा बेटन निक्ल्यो राहुलजी ब्लग छैन कोही निक्ल्यो ओ माई गॉड दुईटा हातले ल यहाँ राखेर ओ सक्यो ल गाइस खतरा निक्ल्यो है गाइस हात हेर न गाइस यस्तो भइसक्यो गाइस